सो आज थियो मेरो फ्याट लस सिरिजको डे 2 र मैले फर्स्ट मिलमा लिएको थिएँ राइस, अन्डा, आलु अनि दाल र त्यसपछि म मेरो दिदीको कलेज गएको थिएँ केही कामको लागि र त्यसपछि प्रि वर्कआउटको लागि लिएको थिएँ मैले ओट्स र त्यसपछि म आज अर्कै जिममा गएको थिएँ आश्चर्य ब्रोसँग ट्रेन गर्नको लागि र आज मैले गरेको थिएँ ब्याक र चेस्ट र उसले गरेको थियो ब्याक एन्ड ट्राइसेप। ब्याग चाहिँ हामीले सँगै हानेको थियौँ र हामीले सबसे पहिला गरेको थियौँ ल्याट पुल डाउनको 2 सेट, सिटेड रोको 2 सेट अनि त्यसपछि गरेको थियौँ टी रोको 2 सेट र ऊ चाहिँ ट्राइसेप हान्न गएको थियो र मैले चाहिँ हानेको थिएँ चेस्टको लागि इन्क्लाइन डम्बल प्रेस र हाइड्रोलु केबल फ्लाइ र यति गर्दै मैले मेरो वर्कआउट सकाएको थिएँ र हामीले हाम्रो वर्कआउट सकाएर एकछिन पोजिङ गऱ्यौँ र त्यसपछि म मेरो घर आएँ र पानी परेको थियो र यस्तो थियो मेरो आजको हालत र त्यसपछि मैले खाएको थिएँ चिकन एन्ड राइस पोस्ट वर्कआउट मिल र त्यसको चाहिँ मैले भिडियो नै बनाउनु बिर्सेँ। अझ यस्तै फिटनेस कन्टेन्ट हेर्न मन छ भने मेरो पेजलाई फलो गर्नुहोला। मोर टु कम। बाई बाई, सी यू।